ल आहा यो जति सुकुमको कुराहरू केही होला साथीहरू। मस्तसँग नुहाए 1 घण्टा लाएर हैन सफा भए अनि त्यसपछि चिटिक्क बिस्तारा लगाए घाममा यसरी मजाले पल्टिनुको मजा अरु के होला त। फेरि यसरी मजाले घाममा सुत्यो हैन आनन्दसँग चिरबिर चिरबिर चराको आवाजसँगै हैन कस्तो रमाइलो के। आज घाम लागेर यति खुसी भइरहेको छु नि। नुहाउन पनि साथीहरू हिजो अस्ति चिसोले गर्दा यतिकै नुहायो स्याम्पू लायो शरीरमा त यस्तो गरे हैन नुहाइन्थ्यो नि त। आज त मलाई नुहाउनु लगभग 35 देखि 40 मिनट लाग्यो होला के 1 घण्टै लाग्यो होला। मस्तसँग नुहाएँ कि साथीहरू आनन्द फिल भइरहा। यस्तो मजाले घाम लागिरहेको छ कुरै छोड्नु क्या। यो घाम अब धेरै शरीरलाई पोल्छ भनेर यताबाट यसरी ब्ल्याङ्केट ओढ्ने सानो ब्ल्याङ्केट ओढ्ने मस्तसँग आनन्दसँग सुत्ने क्या साथीहरू। यस्तै घाम लाग्नु नि है चिसो मौसम हुनु अनि यस्तै घाम लाग्नु कति आनन्द हुन्थ्यो क्या। म चाहिँ यसरी तापिरहेको छु साथीहरू। मेरो साथीभाइ भनेको चाहिँ यी चराचुरुङ्गी हुन् आवाज गरिरहेको छ अनि एउटा डगी छ त्यति हो।